लोकेसन टाढा टाढा छ। हामीले चाहिँ के गर्ने होला, अब चाहिँ हामीले थारू गर्न पाउन सकिँदैनौँ भनेर सोचिराख्नु भएको छ भने आजको भिडियो चाहिँ उहाँहरूको लागि, प्लस यो चाहिँ हाम्रो प्याकिङ भिडियो पनि रहेको छ। आजको अर्डर चाहिँ हाम्रो काठमाडौँदेखि है, काठमाडौँदेखि हाम्रो सानु चौधरी म्यामले चाहिँ अर्डर गर्नुभएको छ। हामी उहाँको सामान प्याकिङ गर्न जाँदैछौँ। उहाँले 3000 को सेट, फुल सेट र त्यसमा एक्स्ट्रा केही सामानहरू मगाउनु भएको छ। म तपाईँहरूलाई सर देखाउनेछु है त। हाम्रो यो 3000 को सेटमा चाहिँ हामीले यो हँसुली राखेको छौँ, जुन चाहिँ हाम्रो अब घाँटीमा कसरी लगाउने तपाईँहरूले मेरो भिडियोहरू हेर्नुभयो भने थाहा पाउन सक्नुहुन्छ। अनि टाउकोको लागि हाम्रो यो मयुरबिन्दी भयो। अनि त्यस्तै टाउकोको लागि भनेर अर्को चाहिँ हाम्रो यो जुडो पिन रहेको छ, जुन चाहिँ हामी जुडोमा यसरी माथिबाट पिन लगाइन्छ। यो चाहिँ हाम्रो जुडो पिन भयो भने खुट्टाको लागि भनेर हामीले यो बज्ने कल्ली राखेको छौँ। अनि त्यस्तै पाखुराको लागि भनेर चाहिँ यो रेडिमेडमा बिजायत राखेको छौँ। अनि त्यस्तै कानको लागि चाहिँ यो गोलोवाला टाइपको झुम्का राखेको छौँ। अनि त्यस्तै चाहिँ अर्को मालामा चाहिँ हाम्रो यो हैकल माला छ भने तपाईँहरूले अर्को माला पनि पाउन सक्नुहुन्छ, जुन माला चाहिँ हाम्रो यो बाक्लोमा चाहिँ पैसा माला रहेको छ है। यो बाक्लोमा पैसा माला गरेर चाहिँ हामीले मात्र 3000 को सेट राखेको थियो, जुन सेट चाहिँ उहाँले फुल सेट अर्डर गर्नुभएको छ। र एक्स्ट्रामा पनि मलाई केही सामानहरू हालिदिनु होला म्याम भनेर भन्नुभएको थियो। त्यसैले चाहिँ उहाँले एक्स्ट्रामा चाहिँ उहाँले यो माठा भन्नुभएको छ। यो चाहिँ उहाँको 3000 को सेट बाहेकको एक्स्ट्रा है। यो चाहिँ हाम्रो माठा यहाँ लगाइन्छ है यो चाहिँ। अनि त्यस्तै उहाँले चाहिँ यो बाक्लोमा चाहिँ साडी भन्नुभएको थियो। साडी चाहिँ प्लेनमा राखिदिनु होला तर बाक्लोमा राखिदिनु होला भन्नुभएको भएर चाहिँ हामीले यो साडी राखेको छौँ। अनि उहाँलाई साडी चाहिँ सिङ्गल पिस होइन कि साडी चाहिँ डबल पिस गरिदिनु होला एक्स्ट्रामा भनेर भन्नुभएको थियो। त्यसले चाहिँ हामीले साडी चाहिँ 2 पिस गरेको छौँ है। दुइटै चाहिँ प्लेनमा तर बाक्लोमा चाहिँ दुइटै साडी गरेको छौँ। यो अर्डर चाहिँ हाम्रो काठमाडौँदेखि सानु चौधरी म्यामको है त। उहाँलाई चाहिँ हाम्रो थारू गहनाको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। र यदि तपाईँहरू पनि टाढा टाढा हुनुहुन्छ, हाम्रो लोकेसनमा चाहिँ थारू गहनाहरू छैन भनेर सोचिराख्नु भएको छ भने हाम्रो स्क्रिनमा रहेको नम्बरमा कन्ट्याक्ट गरेर तपाईँहरू जो जहाँ हुनुहुन्छ त्यही नै तपाईँहरूले कुरियर मार्फत डेलिभरी पाउन सक्नुहुन्छ। ढुक्क भएर हाम्रो स्क्रिनमा रहेको नम्बरमा व्हाट्सएप गरेर या तपाईँहरू डाइरेक्ट कन्ट्याक्ट गरेर चाहिँ अर्डर गर्न सक्नुहुन्छ। भिडियो हेरेर साथ दिनुभयो। थ्याङ्क यू एभ्रिवान।